परमेश्वरलाई धेरै धेरै धन्यवाद सबैभन्दा पहिले। त्यसपछि हाम्रो पास्टरज्यूलाई, पास्टर पवित्रज्यूलाई, उहाँ र हाम्रो भेट सायद यहीँ कोरियामै भएको हो कि जस्तो लागिरहेको छ है। अनि मेरो नाम वीरबहादुर तामाङ। अलिकति परिचय त दिनै पर्यो है। हुन त मेरो परिचय दिनुभन्दा अगाडि म तपाईँलाई आजको वचनको शीर्षक बताउन चाहन्छु। गाडधाम। वचनको शीर्षक चाहिँ गाडधाम। मत्ती 13:44। तर त्योभन्दा अगाडि तपाईँले बुझिसक्नुभयो होला, कतिजनाले पढिसक्नु भएको छ। मेरो नाम वीरबहादुर तामाङ। मेरो जन्म घर मकवानपुर। अहिले बसाइ चाहिँ मेरो घर चाहिँ चितवन अनि सेवाकाई काठमाडौँ। अनि 17 वर्षको उमेरदेखि प्रभुको काम गर्दै हिँडेको। पैसा कमाउने भने त त्यही हो हैन। सानै उमेरमा प्रभुलाई पाएँ। 46 सालमा जनआन्दोलनको क्रममा बुटोलमा चुनावमा पर्दाखेरि जब पुलिसले ठोकिरहेको बेलामा मलाई मेरो दिदीले सुसमाचार सुनाएको कुरो याद आयो। जुन दिन तिमीले समस्यामा पर्छ त्यो दिनमा प्रभु यीशुलाई पुकार, त्यहाँबाट तिमीले छुटकारा पाउनेछ। मेरो छुटकाराको परमेश्वर, छुटकाराको प्रभु। मैले त्यही दिन थुनामा बसेर प्रभुलाई ग्रहण गरेँ। त्यस दिनदेखि आजसम्म प्रभुकै सेवामा कार्यरत छु। अहिले मेरो जीवनबाट हाम्रो 50वटा मण्डली स्थापना भएछ। अहिले नेपालको एनसीएफ नेपालको म केन्द्रीय सचिव छु, जो 64 वर्ष पुरानो इतिहास बोकेको संस्था। अहिले त्यसको 6000 मण्डलीहरू, सदस्य मण्डलीहरू छन्। झन्डै 7 लाख विश्वासीहरू। त्यसको एउटा एक्जिक्युटिभ सेक्रेटरीको रूपमा छु र कार्यक्रम संयोजकको रूपमा छु। र एनसीएफ नेपाल चाहिँ यो इभान्जेलिकल एलायन्सको एउटा मेम्बर हो। र आज म यहाँ छु। विभिन्न देशमा घुम्ने क्रममा अहिले 12वटा जति देश घुम्छु प्रभुको कामको लागि। अब 1-2 दिन 3 दिन तालिम लिने कुराहरूमा। र कोरियामा चाहिँ 2015मा एकचोटि, त्यसपछि 24मा र अहिले 25मा। अहिले यहाँ छु। म खुसी छु एकदम। परमेश्वरलाई धन्यवाद दिन्छु। पैसा भन्ने मान्छेहरू घुम्न पाएन होला, तर मलाई प्रभुले घुमाउनु भयो। त्यसैले त मेरो परमेश्वर, मेरो बाउ, मेरो पिता, जो चाहिँ सबैभन्दा धनी, उहाँले चाहनुभयो भने त्यो गाडेको धन चाहिँ हामीलाई दिनुहुन्छ भने त्यो हाम्रो लागि रहेछ। त्यस कारणले अनि मैले अलिकति भन्नुपर्दा नेपालमा तपाईँलाई थाहा छ, फोरेको सुन्दर नेपाल स्वच्छता अभियान भन्ने मैले 2011मा सुरु गरेँ। बागमती स्वच्छतादेखि लिएर अहिले देशव्यापी रूपमा चलिरहेको छ यो अभियान हो। त्यो मैले सुरु गरेको। हामीले भएपछि सिंहदरबारबाटै मुख्य सचिव, हाम्रो एकजना क्रिस्चियन सांसद थियो लोकमणि ढकाल, हामी 3 जना बसेर यही मिटिङ बसेर सुरुवात गरियो। त्यसको उद्देश्य चाहिँ सुसमाचार सुनाउनु। सबै ठाउँमा सबैजनाको कला छैन। मेरो गीत गाउने कला छैन। ठुलो ठुलो क्रुसेड राख्नलाई मसँग पैसा छैन, तर मसँग एउटा भिजन छ, जो परमेश्वरसँग भएको सम्पत्ति, गाडेको धन अरू सबैलाई पुर्याउनु छ।
त्यो चाहिँ मैले फोहोर टिपेर पुर्याउँछु भन्ने एउटा लक्ष्य राखेँ। त्यही सिलसिलामा सेमा लुङले मलाई 2015मा 12 दिन ट्रेनिङको लागि यहाँ बोलाएको। त्यसपछि फर्केर गएर मैले यो अभियान सुरु गरेँ। आज 15,000 सदस्य छन् र 42वटा जिल्लामा यो कार्यक्रम चलिरहेको छ र अहिले यो चाहिँ एउटा अभियानको रूपमा अब यसले अर्को मोड लिँदैछ, चर्च 19 मुभमेन्ट भनेर। त्यस कारणले यो भन्नुभन्दा अगाडि प्रार्थनाको विषय सायद 9:15 मा सकिनुपर्छ होला, होइन? त्यस कारणले अहिले यो सुन्दर नेपाल सरसफाइ अभियान भन्ने नै तपाईँले युट्युबमा हेर्न सक्नुहुन्छ। हामीले काठमाडौँमा दर्ता गऱ्यौँ र अहिले यसको अभियानको रूपमा चर्च प्लान्टिङ मुभमेन्टमा अब हामी ढल्केका छौँ। अब नेपाल देशमा तपाईँहरूले प्रार्थना गरोस् भनेर पहिला भन्न खोजेको। नेपालमा 80,000 गाउँ छ, 10,000 मात्रै मण्डली छ। 10,000 गाउँमा 70,000 गाउँमा मण्डली छैन। अबको 10 वर्षभित्रमा सुन्दर नेपाल सरसफाइ अभियानको मार्फत एनसिएफ र एनसिएस नेपालका मण्डलीहरू सबै एक भएर एउटा मण्डलीले 10वटा मण्डली स्थापना गर्यो भने 1 लाख मण्डली हुँदछ। त्यो अभियानमा लागेको छु। त्यही सिलसिलामा मैले केही समय अगाडि आउँदाखेरि केही कुराकानी गर्ने र नेपाली मण्डली हाम्रै पास्टर नेपाली दाजुभाइ, मलाई कोरियन भाषा आउँदैन, त्यसैले मलाई नेपाली दाजुभाइ नै चाहिन्छ। कोरियन भेट्यो भने ऊ पनि लाट म पनि लाट, होइन? इसाराले बुझ्दैन, होइन? त्यस कारणले म यहाँ छु। आज उहाँले मौका दिनुभयो, यही मौकामा मेरो अलिकति भिजन सेयर गर्ने मौका पाएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु। अरू पनि छन् हाम्रो। त्यस कारणले तपाईँले खोल्नुहोस् मत्ती 13:44 पद। मान्छे हेर्दा छिटो देखे पनि म चाहिँ बुढो भइसकेको छु। 55 वर्ष भयो। कतिजनाले सोध्छन् काम गर्ने होइन भन्छन्। अब 16-17 वर्षदेखि प्रभुकै काम गरिरहेको छु। अब परमेश्वरकै काम गरेर समय बिताइसक्यो, मान्छेको के काम गर्ने? मान्छेको लागि चाहिँ काम गर्छु भन्ने लक्ष्य राखेको छु। आमेन। तपाईँहरूको प्रार्थनाको खाँचो छ र यहाँले खोल्नुहोस् मत्ती 13:44। हामी सबैले पढौँ है त। 1 2 3। स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखेको गार्डन जस्तो हो, जो एकजना मानिसले भेटाएर लुकाइ राख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। आमेन। छोटो प्रार्थना। परमेश्वर पिता, तपाईँलाई धन्यवाद दिन्छु यो वचनको लागि। वचनद्वारा हामीलाई आशिष दिनुहोस्, हामी आशिषित बन्न सक्छौँ। तपाईँ आफै भइकन बोल्नुहोस्। तपाईँको आत्माको अभिषेक हामी सबैमाथि राखिदिनुहोस्, यीशु प्रभुको नाममा। म एउटा घटनाबाट सुरु गर्न चाहन्छु। स्वर्गको राज्यको विषयमा यहाँ बताएको छ। हामी क्रिस्चियन हुनुको उद्देश्य चाहिँ के होला? क्रिस्चियन किन भएको? हामी कुनै न कुनै कारण होला। कसैको खुट्टा निको हुनु होला, कसैको भुँडी निको हुनु होला, कसैको आँखा निको हुनु होला, कसै धनी होला, धनी हुनु होला, कुनै पढ्नको लागि केही न केही उद्देश्य चाहिँ पक्कै छ। तर हामी क्रिस्चियन हुनुको उद्देश्य चाहिँ, यीशुलाई विश्वास गर्नुको उद्देश्य चाहिँ परमेश्वरको राज्यमा, स्वर्ग राज्यमा प्रवेश गर्नु हो। आमेन। होइन त?
त्यतिको हो हाम्रो, त्योभन्दा ठुलो केही छैन। गन्तव्य चाहिँ परमेश्वरको राज्यमा जानु, चाहे कोरियाको होस्, चाहे कोरियाको होस्, चाहे अमेरिकाको होस्, चाहे जहाँसुकै होस्, एउटै उद्देश्य, हाम्रो गोल चाहिँ के हो, लक्ष्य चाहिँ के हो? परमेश्वरको राज्यमा प्रवेश गर्ने, आमेन, परमेश्वरसँग आराधना गर्ने, जहाँ रुनु पर्दैन, जहाँ सुनको सडक छ। हाम्रो लक्ष्य चाहिँ त्यो। तर त्यो ठाउँमा जानको लागि चाहिँ 2-3वटा कुराहरू, 4वटा कुरा चाहिँ पार गर्नुपर्छ। पहिलो कुरो, यो गाड धनको विषयमा म एउटा उदाहरण भन्न चाहन्छु। कुनै एउटा गाउँमा 4 परिवार थियो, 2 छोरा, एक मात्रै, एक श्रीमती। ऊ एकदम धनी थियो, तर एक दिन त्यो बाउ बित्यो, छोराहरू सानै थियो, धन सम्पत्ति, धन बारी धेरै भए पनि के गर्नु, काम गरे नभए, मान्छे नभएपछि बाँझै बस्यो। बाउ नभएपछि छोराहरू त्यति गति लाग्दो चाहिँ हुँदैन, तर केही चाहिँ गर्छ। हुँदै गर्दा छोरा हुर्क्यो, एक दिन जवान भयो। दुवै छोरा दिनभरि घुमेर आउने, आमाले ज्याला गरेर ऋण काटेर ल्याएर खुवायो, हुर्क्यो, बढ्यो, तर ऋण धेरै भयो। एक दिन साउ आएर भन्छ, अब कि मेरो पैसा ल्याऊ, होइन भने तिम्रो छोरालाई हामी कमाएर बनाउन लान्छौँ। तर आमा चिन्तित हुँदै सुत्नै सकेन। अनि आमाले एउटा योजना बनायो र छोराहरूसँग कुरा गरे। बेलुका सुत्नुभन्दा अगाडि, छोरा तिम्रो बाउ त बितेर गयो, तर तिमीहरू 2 जना जवान भयो, बारी बाँझो छ, म पनि बुढी भइसक्यो, तर एउटा कुरा मैले भन्नु थियो, तर म मर्नुभन्दा अगाडि यो कुरा चाहिँ तिमीहरूलाई भनेर मर्छु। तर बुवाले नभन्नु भने अब खास, तर भन्नु पर्यो आज भनेपछि के हो त, त्यो त आमा भन्नु न। 2टा छोरा एक्साइटेड भयो र भने के हो भन्नै पर्यो, तिमीहरूले गर्ने भए मात्रै भन्छु, नत्र भन्दिनँ भनेपछि तपाईँले भन्नुभएको हामी मान्छौँ आमा। जब त्यो प्रतिज्ञा गरेपछि भने, हेर छोरा, तिम्रो बाउ मर्ने बेलामा, मर्नुभन्दा अगाडि यो बारीको बिचमा चाहिँ धनको पोको गाडेर मरेको छ। पहिला पैसा गाड्ने चलन थियो नि त, होइन? थाहा छ नि, होइन? पहिला सुनको पैसा थियो, त्यसपछि पित्तलको भयो, तामाको भयो, त्यसपछि सिल्भरको भयो, त्यसपछि कागजको भयो, होइन? अनि त्यो कागज पनि यति हल्का छ। अनि त्यो धन गाडेर मरेको भनेपछि 2टा छोराले भन्यो, त्यो त खोज्नु पर्यो नि त, बहुमूल्य चिज छ, त्यसो भए खन भनेर त्यो आमाले 2टा कोदालो ल्याएर दिन्छ। 1 बिघा जग्गा बिहानदेखि खन्न सुरु गर्यो, सिद्ध्यायो, केही भेट्दैन। फेरि आमालाई भन्छ, केही पनि छैन। फेरि आमाले भन्छ, तिमीहरूले राम्रोसँग खनेन होला, दोहोऱ्याएर खन। फेरि खन, भेटाएन। त्यसपछि भन्छ अझै भेटेन, अब एकचोटि कतै डल्लोतिर पऱ्यो कि डल्लो फुटाएर हेर, डल्लो पनि फुटायो। 2टा छोरा थकित भए। त्यसपछि भने आमाले, तिमीहरू त थाक्यो होला छोरा। अनि त्यो राति आमाले तोरीको बिउ ल्याएर छरिदिएछ पारेर। अनि बिहान छोरालाई फेरि उठाएर भने, हेर छोरा, भेटाएन, कतै अल्झिन्छ कि भनेर त्यो दाँते डाउन लगाएको छ, भेटेन, सुत्यो। आम रिसायो, 2टा छोरा सुत्यो। घर छोडेर गयो। 2-3 दिन छोरा फर्केर आउँदा बारी पुरै पहेँलपुर थियो, तोरीले ढाकिरहेको थियो। अनि
छोरालाई भन्छ, हेर छोरा, तिम्रो बाउले गाडेको धन उम्रिँदैछ। अनि केही समयपछि पाक्यो, कटनी गर्यो र बेच्यो र ऋण पनि तिर्यो र छोरालाई भन्छ, तिम्रो बाउले गाडेको धन यही हो। त्यो धन चाहिँ अब फल्यो नि त, तिमीहरूले त्यो गाडेको कारणले फल्यो। अहिले यही हो, यो पैसा क्यास आएन त। त्यस कारणले प्रपर्टी भन्छ नि, आज धेरै मान्छेले जग्गा व्यापार गरेर पैसा कमाएको छ कि होइन, जग्गा जमिन किन्नु चाहिँ पैसा गाडेको जस्तै हो। उदाहरणको लागि मात्र भने त्यस्तै परमेश्वरको राज्य स्वर्ग चाहिँ गाडेको झन् जस्तै हो। मेहनत गर्नुपर्छ कि त्यसको लागि, पाउनको लागि। त्यो हालेलुया भनेको भरमा पाउँदैन। हप्ताको एक दिन सङ्गति गरेको घरमा त्यो स्वर्गको राज्य पाउँदैन के साथी। त्यो स्वर्गको परमेश्वरको राज्यमा प्राप्त गर्नको लागि, प्रवेश गर्नको लागि मान्छेको 4 पटक जन्म हुनुपर्छ। एक पटक आमाको जन्म, आमाको कोखबाट। तपाईँले यूहन्नाको 3 अध्यायमा हेर्नुभयो भने 3 को 3 मा त्यहाँ पढ्नु, समय छैन, पढ्न सक्नुहुन्छ, एकचोटि पढ्नु न। यीशु ख्रीष्टसँग एकजना व्यक्ति कुरा गर्दै गर्दा उसले भन्छ, तिमी फेरि नयाँ भएर जन्मिनुपर्छ। कसरी जन्मिने? मान्छे बुढो भइसक्यो, दारी जुङ्गा फुलिसक्यो, फेरि म आमाको कोखबाट भएर कसरी जन्मिने? तर प्रभु यीशुले भन्नुहुन्छ, परमेश्वरबाट जन्मिनुपर्छ। यीशुलाई ग्रहण गर्नु चाहिँ परमेश्वरको सन्तान हुनु हो। अनि दोस्रो, पहिलो जन्म परमेश्वरबाट, दोस्रो जन्म पानीबाट, बप्तिस्मा लिनुपर्छ। अनि तेस्रो जन्म चाहिँ पवित्र आत्माबाट, जो चाहिँ यीशु ख्रीष्टले दिनुहुन्छ। तपाईँले यूहन्ना 3 अध्यायको तलतिर हेर्दै जानुहोस्, प्रेरित 1 को 1 अध्याय हेर्नुहोस्। मौका मिल्यो भने, समय मिल्यो भने आउने दिनहरूमा फेरि यस विषयमा बोल्नु। पवित्र आत्माबाट जन्मिनुपर्छ। आत्माबाट जन्मेको मानिस, त्यो चाहिँ हो आत्मिक राज्य, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ। स्वर्ग चाहिँ परमेश्वरको राज्य, त्यो आत्मिक राज्य अहिले जो चाहिँ परमेश्वर राज गर्नुहुन्छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, जनै लाउँदैमा बाहुन हुँदैन। म तामाङको छोरो भन्छ, क्रिस्चियन भए पनि मलाई तामाङै भन्छ क्या अरे। जनै लाउँदैमा बाहुन हुने भए म त जनै यत्रो बनाएर लाएर हिँड्थेँ, सबैले बाहुन भन्थ्यो होला नि त होइन। जाँड खाँदै पनि तामाङ हुँदैन कि छेत्री बाहुन जति जाँड खाएर तामाङ हुने भए सबै तामाङ हुन्थ्यो। छेत्री बाहुन कोही हुन्थेन। त्यस कारणले बाइबल पढ्दैमा क्रिस्चियन हुँदैन, जय मसीह हुँदैमा क्रिस्चियन हुँदैन, स्वर्ग राज्य जहाँ। त्यसैले जुन दिन प्रभु यीशुलाई मैले 46 सालमा थुनामा भनेर, प्रभु म बाँचुन्जेल तपाईँको सेवा। अब के गर्ने? कोरियामा जता हेरे पनि पैसै पैसा छ भन्छ, छ, तर त्यो गाडेको धन निकाल्न त मेहनत गर्नुपर्छ। अघि भन्छ कोरियनको थर्काए त थाहा होला, भोटे थर्काए, बुझे पनि नबुझे पनि बुझेको जस्तै गरेर गर्नुपर्छ क्या है। छ, तर मेहनत गर्नु। त्यही हो, तपाईँहरूले जति गाली खाए पनि तलब खाने बेलामा चाहिँ धन निकालेको जस्तै हो नि त्यो त होइन। त्यो लाख यहाँ त लाख, नेपालमा लाख भन्नु त निकै खुइ मार्नुपर्छ, यहाँ त लाख त अब छिनछिनमै हुँदो रहेछ होइन। त्यस कारणले मैले भन्न खोजेको के हो भने, स्वर्गको राज्य चाहिँ
गाडेर राखेको धन जस्तो छ। त्यसलाई खपाउनुपर्छ, खन्नुपर्छ, मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। आज संसारमा 1 मिनेटमा 5000 जना मान्छे मर्छ। तपाईँले त्यो डाटा हेर्नु 1 मिनेटमा। तपाईँ हामी मात्रै बाँचेर हुँदैन। प्रभु यीशुले भन्नुभएको छ सबैले बचाउनुपर्छ। यदि तपाईँले अरूलाई सुसमाचार सुनाएन भने तपाईँ मात्रै बाँचेर त्यसको अर्थ छैन। तपाईँले बाँच्नुपर्छ। त्यसैले मैले यो अभियान सुरु गरेको। फोहोर टिपेर पनि सुसमाचार हुँदो रहेछ नि त। सुसमाचार सुनाउने तरिका हो। अब गाउन थाल्यो भने हामीभन्दा एक गायक कति राम्रो स्वर छ। हाम्रो क्रिस्चियनहरू सबै गायकका एउटै स्वर मिल्दैन, भाषा मिल्दैन, तर पनि परमेश्वरलाई मन पर्छ। यो आराधना हो, मान्छे खुसी पार्ने गीत होइन। त्यस कारणले लक्ष्य हुनुपर्छ सबैजना। त्यसैले फिलिप्पीको पुस्तक 3 अध्यायमा लेखेको जस्तो पावलले भन्छ, मैले सबै कुरा राखेको जस्तो पक्रिसकेको म ठान्दिनँ। त्यसैले म एउटा लक्ष्यतिर अघि बढिरहेको छु। त्यो निशाना मेरो चुक्ने छैन। हामी सबैको एउटा निशाना हुनुपर्छ, लक्ष्य हुनुपर्छ। तपाईँहरू यहाँ आएर कोरियामा आएर पनि एउटा लक्ष्य राखेन भने त्यही हो। एउटा कहानी छ नि, यता न उता तकै छ्याइ भन्छ है। घर जाँदा यहाँ आउँदा पैसै पैसा, घरमा केही पनि छैन। लक्ष्य राख्नुपर्छ। लक्ष्य बिनाको मान्छेहरू चाहिँ कुकुर जस्तै हो भन्छु म। एउटा सपना नदेख्ने मान्छे, दर्शन नभएको मान्छे। कुकुर मरे बेलामा त्यो खाल्टो मार्ने मात्रै। मान्छे पनि त्यही हो। सङ्गतिमा आउँछ मरेपछि खाल्टोमा हाल्छ, जय मसी पनि सिक्छ। हरेक क्रिस्चियनको एउटा लक्ष्य हुनुपर्छ। म जस्तो एउटा सामान्य मान्छे, मैले एउटा लक्ष्य राखेको छु। नेपाल देशमा 70,000 मण्डली स्थापना गर्ने मेरो हामीले भन्न थाल्यो। अब एउटा अभियान सुरु गरेको छु। तपाईँहरूले पनि एउटा लक्ष्य राख्नुहोस्। त्यो निशाना। लक्ष्य नभएको मान्छे चाहिँ त्यो मान्छे होइन कि। आज यहाँ सङ्गति, यहाँको पनि एउटा लक्ष्य छ नि त होइन। सङ्गति किन? प्रार्थनाको लागि एउटा लक्ष्य, उद्देश्य छ। लक्ष्य दर्शन हुनु पर्यो, भिजन हुनु पर्यो। भिजन चाहिँ हाम्रो गोल हो, निशाना हुनुपर्छ। त्यसपछि कार्य रणनीतिहरू बनाउनुहोस्, योजनाहरू बनाउनुहोस्। कमसेकम सगरमाथा चढ्ने, सगरमाथाको टुप्पोमा झन्डा गाड्ने लक्ष्य राख्यो भने, दर्शन देख्यो भने भुइँसम्म त पुग्ला नि। आफ्नो देशमा सगरमाथा छ, फोटो हेरेर चित्त बुझाएर के नेपाली त्यो मेरो च्यालेन्ज हो। मैले आउने अक्टोबरमा इन्डियामा 200 जनाको लागि कन्फरेन्स राख्दैछु। त्यो भिजन सेल, त्यहाँ 200 जना नेपालीहरू भेला हुँदैछ। मलाई बोलाउनु भएको छ। अस्ति म इन्डिया, मैले भिजन, मेरो एउटा भिजन छ। हामी देश जित्ने, जहाँ विकास हुन्छ, विकास हुनुभन्दा अगाडि के हुनुपर्छ? विनाश हुनुपर्छ। विनाश भएन भने विकासै हुँदैन कि। त्यो रुख ढलेन भने त्यो बाटो कहाँ हुन्छ? त्यसकारण विनाश आवश्यक छ विकास हुनुको लागि। अनि हामी आफैलाई नाश गर्नुपर्छ भनेको होइन। परमेश्वर चाहिँ सबै कुराको स्रोत हुनुहुन्छ। आमेन। त्यसकारणले मलाई बेलैमा परमेश्वरले चुन्नुभयो होला। म गाउँमा अघि भने गाउँमा चढेको जन्मेको मान्छे, गाउँबाट झरेको। मैले हात्ती चाप चप्पल लगाउन पाउँदाखेरि म यति खुसी हुन्थेँ। हात्ती छाप चप्पल यति मोटो चप्पल होइन, तर कहिल्यै पुरानो हुँदैन थियो। जहिले पनि नयाँ। स्कुल पढ्दाखेरि बिहान 2 बजे उठेर हलो जोत्नु जान्थ्यो। बाबुको पछि पछि मकै हाल्थ्यो।
राति बिहान 6 बजे घाँस काटेर आएर स्कुल जानु पर्थ्यो। स्कुल पढेर आएपछि फेरि बाख्रा चराउन जानु पर्थ्यो। हात्ती छाप चप्पल स्कुल जाँदा नि हातमै, बाख्रा चराउँदा नि हातमा। अब यत्रो बाघमा भिरमा लाउनै मिल्दैन है। बोक्यो स्कुलमा टिङ टिङ भन्दिएपछि हातमै बोकेर कुद्नु पर्यो, टिङ टिङ भात खान आउनु पर्यो। बाख्रा छोड्ने बित्तिकै खोल्चामा पुग्छ, खोल्चामा पुगेर डाँडामा पुग्छ। गोठालो परमेश्वरले पहिलेदेखि हुन सिकाउनु भएछ। आमेन। त्यसैले मलाई आज म पास्टर भएकोमा म गर्व गर्छु। होला त्यसपछि प्रभुले मलाई त्यो हात्ती हातमा थियो, मसँग हात्ती खल्तीले भरेन होला, तर हात्ती चढ्ने मौका दिनु। हौजाज भात खाँदा खाँदै हौजाज यसो हेर्दाखेरि बाहिर धुवा, ओहो हौजाजले धुवा फाल्दो रहेछ भन्ने मान्छे मैले। आज परमेश्वरले मलाई यहाँ ल्याउनु भयो, आज मौका दिनुभयो। आज हाम्रो पवित्र पास्टरज्यूलाई चिन्जान गरेर तपाईँहरूसँग सङ्गति गर्ने मौका। आमेन। तपाईँले एउटा लक्ष्य राख्नुहोस्, त्यो गाढ धन चाहिँ परमेश्वरको वचन हो। त्यो वचन चाहिँ हृदय चाहिँ जमिन हो। जसले त्यो परमेश्वरको वचनलाई हृदयमा राख्छ त्यसको जीवन दिनदिनै उन्नति र प्रगति हुँदै जान्छ। आमेन। जसले वचन सुन्छ र त्यो पालन गर्दैन, त्यो हृदयमा राख्दैन भने त्यसको जीवन, परमेश्वरको वचन हृदयमा भएको नभएको मान्छे के हो? त्यो टेङ टेङ बजाउने घन्टी जस्तो मात्रै। परमेश्वरको वचन हृदयमा हुनुपर्छ। त्यो वचन चाहिँ गार्डन हो। त्यसैले हरेक व्यक्तिले त्यो गार्डन हृदयमा राख्नुपर्छ। अनि त्यो वचन चाहिँ जीवित हो। त्यो वचन चाहिँ ईश्वर प्रभु आदिमा वचन परमेश्वरसँग हुनुहुन्थ्यो। त्यो वचन नै देहधारी हुनुभयो। आज त्यसैले क्रिस्चियन जीवन फरक छ। क्रिस्चियन मात्र भएर पुग्दैन साथी। कोही गाह्रो छ नि त होइन, जन्मिँदै जानु पर्यो नि, प्रक्रिया छ नि त। आत्माबाट जन्मेपछि मात्रै आत्मिक राज्यमा प्रवेश गर्न पाइन्छ। त्यसकारणले संसारलाई, नेपाललाई, संसारलाई परिवर्तन गर्ने एउटै परमेश्वरको वचन हो, परमेश्वरको मानिस हो। नेपाल देशमा 70,000 मण्डली भयो भने एउटा मण्डलीमा 1000 जनाको हिसाब नगरौँ न हामी, 100 जना मात्रै क्रिस्चियन भयो भने कति हुन्छ? 70,000 × 100 कति हुन्छ? त्यति भयो भने त्यही सांसद हुन्छ, सबै पास्टर हुन्छ भन्ने छ। सबै कोही इन्जिनियर होला, कोही प्रहरी होला, कोही नेता होला, कोही डाक्टर होला, कोही इन्जिनियर होला, तर परमेश्वरको वचन हृदयमा राखेको मान्छे हुनुहुन्छ हाम्रो देशमा। आमेन। त्यसैले प्रिय दाजुभाइ, तपाईँहरूलाई म एउटा चुनौती दिन चाहन्छु। नेपाल देशलाई प्रेम गर्न चाहनुहुन्छ भने एकजना व्यक्तिले एउटा मण्डली स्थापना गर्नुहोस्। आमेन। तपाईँ नै जानु पर्दैन, तपाईँबाट एउटा मण्डली सुरु हुन्छ। तपाईँले मण्डलीमा एकजना व्यक्तिलाई सहायता गर्नुहोस्। तपाईँको कमाई जब परमेश्वरको लागि खर्च गर्नुहुन्छ नि, परमेश्वरले प्रशस्त आशिष दिनुहुन्छ। तपाईँको खर्चले त्यहाँ मण्डली स्थापना भयो भने त्यहाँको मान्छेको आत्मा बाँच्छ होला। तपाईँले यहाँ सुनाउन पाएन होला, तपाईँको कमाइले मान्छेले सुसमाचार सुनाएर आउँछ, मण्डली स्थापना हुन्छ। राख्नुहोस्। त्यसकारणले यही अनुरोध गर्दै यो मौकाको लागि धन्यवाद दिन चाहन्छु। हरेकले यो वचनलाई चाहिँ हृदयमा, त्यो वचन चाहिँ परमेश्वरको वचन चाहिँ बिउ हो। तपाईँले यो वचनलाई हृदयमा रोप्नुभयो भने तपाईँको जीवन उम्रिन्छ, उन्नति हुन्छ, स्वस्थ हुन्छ। दोस्रो इतिहास 7:14 भन्छ, मेरो नाउँ लिएको मेरो प्रजाले मतिर फर्केर पश्चाताप गरेर आफूलाई नम्र पारेर प्रार्थना गर्छ भने म त्यसलाई निको पार्नेछु र त्यसलाई स्वस्थ तुल्याउनेछु। आमेन।
स्वस्थ भयो भने त पैसा यसै बचत हुन्छ कि तपाईँ ज्वरो मात्रै आउनुहोस् 5 लाख स्वयं जानै पर्छ हेरे बिरामी भएन भने मान्छे यत्तिकै धनी हुन्छ कि बिरामी भयो कि त्यो गरिब सुरु सही कुरा त्यस कारणले प्रभुलाई धन्यवाद होस् म त अस्ति डर लागिरहेको थियो माथि मेरो त पैसा त छैन बिरामी भइहाल्यो भने त होइन यहाँ त दोस्ती पक्का खर्च आफ्नो आफ्नो छ दोस्ती त पक्का हो तर खर्च राम्रो साथी बनाउन खर्च नगर्नुहोस् पैसाले बनाएको मित्र पैसा नदिन सकिन्छ तर लक्ष्यलाई साथ दिनुहोस् फेरि तपाईँहरूले आफ्नो साथीभाइलाई गन्तव्यमा पुर्याउनु छ भने साथ दिनुहोस् म एउटा उदाहरण भनेर अन्त्य गर्न चाहन्छु म चाहिँ सगरमाथातिर चढ्न सुरु गरेको छु साथीहरू प्रार्थना गर्नु होला जब सगरमाथाको यात्रा सुरु हुन्छ त्यो मान्छे एक्लै हुन्छ हुन त लाइनमा मान्छे थुप्रै हुन्छ तपाईँले बुझ्नुहोस् त्यहाँ उकालो चढ्ने बेलामा त्यो आफूलाई चाहिने रासन त्यसले आफूलाई मात्रै बोक्नुपर्छ अरूलाई बोक्न मिल्दैन उकालो जाँदै उसले बोकेको पानी अक्सिजन सिद्धियो भने त्यो साथीले सापट दिएर हुँदैन त्यहाँ जसले दियो त्यो मर्छ कि जब त्यो उकालो डोरीमा चढ्दै जान्छ र त्यहाँ कसैको पानी सिद्धियो भने मेरो पानी तिमीलाई भनेर दियो भने त्यो पानी दिने चाहिँ मर्छ त्यो गन्तव्यमा पुग्दैन त्यस कारण लक्ष्य आफ्नो आफ्नो बोक्नुपर्छ अर्काको घरमा ज्यान पाल्नु हुँदैन अनि माथि जाने बेलामा मेरो अगाडिको साथी पानी नभएर प्याक भएर मर्न लाग्यो भने मैले त्यसलाई डोरी त्यहीँ च्याट्ट काटेर छोडिराखेर जानुपर्छ रेस्क्यु गर्न आयो भने आयो आएन भने गयो म पनि पानी भएन भने मलाई पनि डोरी काटेर जाने हो साथी त बाई बाई त्यस कारणले लक्ष्य बोकेका मान्छेहरू चाहिँ एक्लै हुन्छ साथीहरू उद्देश्य बोकेका मान्छेहरू एक्लै हुन्छ बाघ जङ्गलमा एक्लै बस्छ भेडा मात्रै बथानसँग त्यस कारणले बाघ भन्ने सिक्नुहोस् भन्छु तर झम्टेर चाहिँ न बाघ भोकाएपछि आफैले शिकार गरेर खान्छ भेडै खाने हो फेरि त्यस कारण एक दिन अन्त्यमा एउटा घटना भनेर म अन्त्य गर्न चाहन्छु क्रान्तिकारी वचन सुनिन्छ मार्टिन लुथर जस्तो मान्छे मण्डलीबाट निस्केको मदर टेरेसा जब संसारको आमा बने होला हाम्रो नहोला तर सबैको आमा बने विलियम केरी मिसनको पिता बने तपाईँहरू सबैको बाउ त बन्न नसक्ला तर एउटा गाउँको त बन्नुहोस् न हो छोराछोरी जन्माएर मात्रै बाउ हुँदैन बाउ बन्नको लागि कर्तव्य पुरा गर्नुपर्छ त्यो कर्तव्य चाहिँ सन्तानको मात्र होइन हामी देशको पनि गर्नुपर्छ होइन मण्डली परिवार समाज त्यसैले प्रभुले हामीलाई चुन्नु भएको छ बाघ चाहिँ भेडाको बथानमा सँगसँगै हुर्किएछ एक दिन बाघले लखटेछ क्या त्यो बाघले लखट्याएको बेला त्यो बाघ पनि भागेछ कि भेडा सँगसँगै भागेर हिँड्छ अनि त्यो अर्को बाघले चाहिँ भेडालाई समात्नुभन्दा बाघलाई नै पछि लाग्छ अनि डराएर उठान भएर बसेछ झ्याप्पै समातेर झ्याप्प समातेर भनेपछि ए तँ किन डराएको किन भाग्यौ मलाई मार्न आउँछ तँ पनि बाघ हो कि किन म कहाँ हो म भेडासँगै हिँडिरहेको छु ल हिँडेर मेरो अनुहार एउटै भनेर एउटा इनारमा लगेर यस्तो देखाएछ कि ए ल म जस्तो बोल करा त अनि त्यस दिनदेखि चाहिँ बाघसँग हिँड्नु हामी क्रिस्चियनहरूको आफ्नो पहिचान छ आफ्नो परिचय छ हाम्रो क्रिस्चियनहरू भेडाकै बथानमा होला
दुनियाँमै होला, तर आफ्नो परिचय र पहिचान हामीले राख्नुपर्छ। त्यस कारणले प्रभुलाई धन्यवाद होस्। आजको वचन गाढधन, म धेरै अरू कुरा मैले लगेँ, गाढधन चाहिँ परमेश्वरको वचन हो। त्यो वचन चाहिँ तपाईँले हृदयमा राख्नुभयो भने, त्यो उम्र्यो भने तपाईँको जीवन दिनदिनै उन्नति र प्रगति हुन्छ। यदि कसैले यीशु प्रभुलाई विश्वास गर्नुभएको छैन भने, ग्रहण गर्नुभएको छैन भने आजै प्रभुलाई ग्रहण गर्नुहोस्। तपाईँको जीवन पनि उन्नति र प्रगतितर्फ दिनदिनै अगाडि बढ्नेछ। यीशु प्रभु चाहिँ वचन हो, त्यो वचन नै धन हो, सम्पत्ति हो, मान इज्जत हो। त्यसैले गीतोपदेशको 22:4 भन्छ, परम प्रभुको उहाँको भय मान्नेहरूलाई धन मान र जीवनले पछ्याउँछ। आमेन। प्रभुले हामी सबैलाई आशिष दिउन्। प्रार्थना गरौँ। परमेश्वर पिता, तपाईँलाई धन्यवाद।